ग्यास पाइएन, सिलिन्डर ग्यास पाइएन। अघि म 4 बजेदेखि 5 बजेसम्म, बिहीबार 4 बजेदेखि 5 बजेसम्म म चाहिँ यो ग्यास खोज्ने क्रममा यो अब घर वरपर कमानेको घर वरपर 200 मिटर जति मैले हेरेँ। 200 मिटर वरपर चाहिँ यहाँ 5-6वटा पसल छ ग्यासका विक्रेताहरू, तर यहाँ चाहिँ अब ग्यासै नझरेको उहाँहरूको जानकारी रह्यो। त्यसपछि म अन्य ठाउँमा पनि गएँ। अब एउटा रिसर्च पनि हुन्छ के रहेछ वास्तवमै ग्यासको चाहिँ अभाव छ कि छैन भनेर रिसर्च पनि हुन्छ भनेर बजारको मुख्य बजारहरू जाँदाखेरि त्यहाँ चाहिँ अलिअलि कहीँ पाएका के पसलहरू भनौँ 10% जति पसलहरूमा मात्रै ग्यासहरू झरिरहेको र झर्दा पनि 10-15वटा सिलिन्डरहरू झर्ने। त्यसमा चाहिँ 30-35 जना मान्छेहरू आइदिएपछि लाइन लागेर अब अभाव छ। चाहिँ अब फेरि वरपरका चाहिँ ग्राहकहरूको यसो कुरो सुन्दाखेरि चाहिँ के भन्दाखेरि उहाँहरूले चाहिँ यो कृत्रिम अभाव गराइएको हो भनेर ठोकुवा गर्नुहुन्छ। तर म आफैले चाहिँ ठोकुवा गर्ने आधार किन लागेन भने कृत्रिम अभाव चाहिँ कृत्रिम अभाव किन गर्छ होला? व्यवसायीले कृत्रिम अभाव नगर्ला जस्तो लाग्छ। 1-2जनाले गर्ला, तर सबैले कृत्रिम अभाव गर्न सक्ला जस्तो मलाई लाग्दैन। किन भन्दाखेरि मान्छेले अब ल्याएको चाहिँ 20-50 जति मार्जिन हुन्छ त्यो बेचेर त्यसलाई क्यास कन्भर्ट गरेर फेरि अर्को लगानी गर्नु खोज्छ। व्यवसायीलाई त व्यावसायिकता आफ्नो ठुलो कुरो हो, धर्म त्यो हो जस्तो लाग्छ। मलाई लाग्दैन। त्यसकारण यो कृत्रिम अभाव भन्दा पनि कतै आयातमै वा वितरणमै कमी कमजोरी भइरहेछ कि भन्ने मलाई लाग्यो। तपाईँलाई के लाग्छ? तपाईँले ग्यास पाइरहनु भएको छ?